ल मित्रहरु हेर्नुहोस् त रुखमा फल्ने गोलमेडा तपाईले देख्नु भएको थियो। देख्नु भएको थिएन भने रुखमा फल्ने गोलमेडा यस्तो किसिमको हुन्छ। ठ्याक्क फल देख्नु भयो नि। अनि हेर्नुस् है झाल यसको पुटो हेर्नुस् कति अल्को छ। तपाई भन्दा पनि अल्को छ। 2 फुट तपाई भन्दा 2 फुट अल्को छ। प्रशस्त भेट्या छ। यो रुखमा फल्ने गोलमेडा अर्थात टमाटर कस्तो पाक्दाखेरि कस्तो देखिन्छ त भन्ने मैले देखाउँछु अब। यो हेर्नुस् त पाक्न लागेछ। पाक्न लाग्दा रातो रातो खैरो खैरो देखिँदो रहेछ। यसको फुल पनि म तपाईलाई देखाउँछु र सबै किसिमले मैले तपाईहरुलाई देखाउँछु। ल अब हेर्नुस् है ती पाकेको गोलमेडा हेर्नुस् हल्लिरहा। देख्दा पनि काँचै खाम हुने गरेर फलिरहेछ। हेर्नुहोस् त रुखमा फल्ने गोलमेडा। यसको सर्र बुटो हेर्नुस् है त मैले तपाईलाई माथिदेखि तलसम्म देखाउँछु। र वसन्त ऋतुको आगमनसँगै यसका पालुवाहरू पलाएका छन् र फुल पनि तपाईले देख्न सक्नुहुन्छ। हेर्नुहोस् त फुलहरू पनि फुलिरहेका छन्। अब वसन्त ऋतुको आगमनसँगै हरियाली पनि छाउँछ। यो यति राम्रो देखिन्छ कि इन्डियाको ताजमहल भन्दा पनि भयंकर राम्रो देखिन्छ। यदि तपाईले बुटो प्रत्यक्ष रूपमा हेर्न चाहनुहुन्छ भने मलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। म तपाईहरुलाई लोकेसन बताइदिन सक्छु। र यो बुटो जहाँ मन लाग्यो त्यही पाउँदैन अर्थात केही निश्चित ठाउँमा मात्रै पाइन्छ। र तपाईले यो रुखमा फल्ने गोलमेडा टमाटर खान मन लाग्छ भने कमेन्ट बक्समा कमेन्ट गर्नु है त।